श्रीमतीलाई महिनौसम्म एउटा साँघुरो कोठामा थुनेर राख्ने श्रीमान कतै देख्नु भएको छ? सुन्दा सजाए जस्तो लाग्छ, तर चराहरूको संसारमा यो एउटा वफादार श्रीमानको सबैभन्दा ठूलो प्रेम हो। आज हामी कुरा गर्दैछौँ नेपालको रैथाने र विशाल सुइरोपुच्छ्रे धनेश अर्थात् ग्रेट हर्नबिलको बारेमा। भौगोलिक रूप र यसको परिचयको कुरा गर्दा नेपालमा धनेश चराका 4वटा प्रजातिहरू पाइन्छन्, जसमध्ये सबैभन्दा ठूलो र आकर्षक प्रजाति नै यही सुइरोपुच्छ्रे धनेश हो। यसलाई स्थानीय भाषामा राजधनेश वा हङ्ग्रायो पनि भनिन्छ। नेपालमा यो विशेष गरी तराईका बाक्ला जंगलहरू, चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा चुरे पहाडका पुराना र ठूला रुखहरू भएका वन क्षेत्रमा बस्न मन पराउँछ। यसको टाउकोमा एउटा ठूलो पहेँलो र कालो रङको हेलमेट जस्तो क्यास्क हुन्छ, जसले यसलाई जंगलका अरू चरा भन्दा बिल्कुलै फरक र शक्तिशाली देखाउँछ। अब आऊ यसको त्यही जग प्रसिद्ध र अचम्मको पारिवारिक थुना प्रसङ्गमा। यो चरा आफ्नो जीवनभर एउटै पार्टनरसँग बस्छ, अर्थात् यिनीहरूको जोडी अमर मानिन्छ। जब पोथी धनेशले रुखको टोड्कामा अण्डा पार्ने समय आउँछ, तब भाले र पोथी मिलेर गुडको मूल ढोकालाई माटो, दिशा र फलफूलको लेदोले लिपेर पूर्ण रूपमा बन्द गरिदिन्छन्। त्यहाँ एउटा सानो र ठाडो पाल मात्र छाडिन्छ, जहाँबाट पोथीको चुच्चो मात्र बाहिर निस्किन सक्छ। अण्डा कोरोलेर बच्चा उड्ने नहुन्जेलसम्म करिब 3 देखि 4 महिना पोथी स्वेच्छाले भित्रै कैद रहन्छन्, ताकि चितुवा वा सर्प जस्ता शिकारी जीवबाट अण्डा र बच्चा सुरक्षित रहन्। यो महिनौं लामो कैदको अवधिमा भाले धनेशले एउटा आदर्श र जिम्मेवार श्रीमानको भूमिका निभाउँछ। उसले दिनभर जंगल घुमेर गुलर, बडाहार र अन्य जंगली फलफूलहरू संकलन गर्छ र त्यो सानो पालबाट आफ्नी श्रीमती र बचेरालाई पाले पालो खुवाउँछ। अचम्मको कुरा त के छ भने भालेले एकै पटकमा धेरै फलहरू आफ्नो कण्ठ थैलीमा जम्मा गरेर ल्याउँछ र गुडको पालबाट एउटा एउटा उकल्दै श्रीमतीको मुखमा हालिदिन्छ। यदि यो समयमा भालेलाई केही भयो वा कसैले शिकार गरिदियो भने भित्र बन्द रहेकी पोथी र बच्चा भोक भोकै मर्ने सम्भावना हुन्छ। जब बच्चाहरू अलि ठूला हुन्छन् र गुडभित्र ठाउँ साँघुरो हुन्छ, तब पोथीले त्यो माटोको पर्खाल भत्काएर बाहिर निस्किन्छन् र पर्खाललाई फेरि पहिले जस्तै बन्द गरिदिन्छन्। त्यसपछि भाले र पोथी दुवै मिलेर बच्चा पूर्ण रूपमा उड्न सक्ने नहुन्जेल बाहिरबाट चारो खुवाउँछन्। यिनीहरूको यो अनुपम जीवन चक्र र आपसी विश्वास प्रकृतिको एउटा सुन्दर उपहार हो। यिनीहरूको पखेटा यति ठूलो र बलियो हुन्छ कि जब यी जंगलमा उड्छन् तब टाढेसम्म कुनै ठूलो इन्जिन चलेको जस्तो गहिरो आवाज सुनिन्छ। हाम्रो नेपाली वन र पर्यावरणको सन्तुलनका लागि यो सुइरोपुच्छ्रे धनेशलाई जंगलको किसान वा इन्जिनियर भनिन्छ। यिनीहरूले जंगलका ठूला रुखका फलहरू खान्छन् र टाढा टाढा उडेर जाँदा दिशा मार्फत ती फलका गोटा वा बिउहरू छर्छन्, जसले गर्दा प्राकृतिक रूपमै नयाँ वनस्पतिहरू उम्रिन्छन्।